यहाँ पनि एउटा मसरुम भेटिसक्यो। यो पनि अन्डा च्याउै हो। यो चाहिँ दुई प्रकारको हुन्छ। अघि चाहिँ व्हाइट कलरको हो। यो चाहिँ हेर्नु एकदम पुरा कलर हेर्दा हो भित्रको रानी अन्डा जस्तै हो। बाहिर चाहिँ हल्का सेतो कलर क्या हेर्दा पनि खाउँ लाग्दो है। दामी है। आमा कस्तो छ है। अन्डा च्याउ भन्छ यसलाई चाहिँ हो। यो चाहिँ व्हाइट कलरको यो पनि अन्डा च्याउ है हो। मसरुम हेर्नुहोस् होला यो पनि यहाँ हेर्दा कस्तो दामी है। व्हाइट कलरको यो चाहिँ दुई कलरको हुन्छ। यो चाहिँ व्हाइट कलरको हो। यो चाहिँ हो नाम भेटे एउटा हो। यो चाहिँ सल्ला चाहिँ हो। सल्ले चाहिँ यो सल्लाघारी हो। यो पुरा सल्लाघारीमा यो चाहिँ सल्लाघारीमा आउँछ हो। हेर्नु यो पनि सल्लाह हो। मसरुममै हो हो पक्कै छु हो। हेर्नुहोस् न यहाँ पनि रहेछ हो। यहाँ पनि छ हो। यहाँ एउटा रहेछ। यो चाहिँ कुहिए चाहिँ एक्सपायर भएको छ। हेर्नुहोस् न यहाँ हो। यो चाहिँ खानु लायक छैन त्यसैले म यसलाई चाहिँ टिप्दिनँ हो। यो चाहिँ एकदम फ्रेस हो। ठुलो छ हो। यो पनि सेतो हो। अन्डा च्याउ नै हो। हेर्नुहोस् दामी हेर्दा है क्या दामी देख्दो रहेछ। हेर्नुहोस् न यहाँ दुइटा थियो एक्सपायर भएको छ। हेर्नुहोस् लायक छैन खानु यो चाहिँ। हेर्नुहोस् यो सेम तर चाहिँ अन्डा नै हुन्छ हो। जस्तो अन्डाको खोल हो। त्यहाँबाट चाहिँ के भएर मतलब त्यहाँबाट चाहिँ निक्लेर क्या हेर्नुहोस् सेम अन्डा जस्तो क्या यो। हेर्नुहोस् त यस्तो भएर आउँछ हो। त्यहाँबाट यो चाहिँ फक्रिन्छ। फक्रेर चाहिँ ठुलो हुन्छ। यहाँ यस्तो हुन्छ हेर्नुहोस् हो। यो एउटा टिपे हो। हेर्नुहोस् मुनिको पनि देखाउँछु तपाईँहरूलाई। सेम अन्डा नै हो। यो चाहिँ फोक्रिसकेको हो। हो एक्सपायर हुनु आँटेको रहेछ तर यो चाहिँ लायक छ खानुको लागि हो। एकदम फ्रेसै छ हो। हल्का है। यो चाहिँ हो पुरानो जङ्गल है हो। अहिले चाहिँ पहिला चाहिँ यहाँ मतलब सानो सल्लाहरू थियो। अहिले पनि सानै थियो मतलब खाली नै थियो हो। हेर्नुहोस् अहिले चाहिँ हल्का ठुलो भइसकेको रहेछ हो। यो सबै नै अब यो खर हो। सिरो भन्छ होइन। अन्त यहाँ हेर्नुहोस् पुरै सल्लाह छ। यो चाहिँ अब पहिला चाहिँ खाली नै थियो। अहिले चाहिँ पुरै जङ्गल भइसक्यो। अब हल्का सल्लाहहरू पनि ठुलो भइसक्यो बढ्दो रहेछ हो।